नमस्कार साथीहरु, हजुरलाई स्वागत छ स्नेहा राई ब्लगको साथीहरु। मैले चाहिँ कति दिन बाद मैले आज चाहिँ ब्लग लिएर आएको छु, न्यू ब्लग। अनि त्यो पनि मैले चाहिँ कुन ब्लग लिएर आएको छु तपाईले थाहा भएर थम्बनेलमा देखेर सक्नु भएन होला। अनि आज मेरो ब्लग के हो, साथीहरुसँग मिठो गफ गर्दै ममा बनाउनेको ब्लग कार्यक्रम। अनि त्यहाँ गएर म चाहिँ भित्र देखाउँछु, हाम्रो साथीहरु चाहिँ भित्र काम गर्दैछ, हेर्दै गर्नुहोस्। सबैलाई के कुरा काम हुँदैछ। यसलाई चाहिँ यहाँ किमा बनाउनेको काम छ, मलाई चाहिँ यहाँ प्याज काट्नेको काम छ साथीहरु। ठिक हो, मान्छेको अनुसारले प्याज काट्नु पर्दैछ, त्यही छैन हेर्दै होला। प्याज काटो, प्याजको मर्डर हुँदैछ मेरो हातबाट है। प्याजको मर्डर खिचिगा प्याज फेरि कोरेसो गऱ्यो भने प्याज राम्रै हुँदैन के। कोरेसो गर्छु नि त्यो प्याजको चाहिँ मिचिर गर्दा गर्दा आँखाबाट पनि मासु आउँछ। त्यसपछि चाहिँ मैले चाहिँ काट्ने निर्णय के भन्छ है साथीहरु, मलाई भन्नु होइन। प्याज काट्नेको सपनामा प्याज काट्दैछु, देख्नु सक्नुहुँदैछ साथीहरु। म चाहिँ कतिखेप मुङ बयान लगाएँ नि, कतिखेप मुङ बङ लगाएँ होला। इसाई पुरा अब हल्ला हुँदैछ साथीहरु, डोन्ट माइन्ड है यहाँको बोलीमा ल। अलिअलि हल्ला त हुन्छ, गाउँमा मान्छे घरमा मान्छे भएपछि होइन, केही छैन। इग्नोर गरिदिनु होला बाहिरको साउन्डलाई। मान्छे भयो भने त हुन्छ हल्ला हुन्छ, बाहिरबाट बसी बसी कराउँदैछ साथीहरु। अन्त थ्याङ्क यू साथीहरु, 46 सब्सक्राइब गर्नु लागि भन्नुहुन्छ। 46 सब्सक्राइब गर्नु के थ्याङ्क यू भनेर थाहा छ। युट्युबमा जस्तो सब्सक्राइब पाउनु मुस्किल चाहिँ छैन। इन्स्टामा त आज खोल्यो भोलिपल्टसम्म मजाले आउँछ सब्सक्राइब होइन। तर चाहिँ मतलब इन्स्टा खोल्यो भने चाहिँ इन्स्टामा यो खोला आउनु टाइम लाग्दैन। तर जे होस् युट्युबमा चाहिँ युट्युब जतिको गाह्रो चाहिँ के हुँदैन है, युट्युबमा चाहिँ पुरा मुस्किल हुन्छ क्या सब्सक्राइब पाउनु। त्यो पनि साथीहरूलाई भिख माग्दा सब्सक्राइब पाएको। अन्त मेरो चाहिँ भिडियोमा जो नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनुहोस् होला, अहिलेसम्म गरिदिनु भएको छैन नि। अन्त लाइक कमेन्ट पनि गरिदिनुहोस् होला। अन्त मैले चाहिँ हजुरलाई मेरो ब्लग कति दिन नागा भयो भन्नु भने किन नागा भएको म त्यो पनि भन्ने छु। किन नागा भन्नु भनेपछि साथीहरु देख्नु सक्छ, आँसु हुँदैछ क्या, आँसु आउँदैछ मेरो। चिम्रो आँखा भएर होला, आँसु लेखेको पनि देखेकै छैन। अनि भन्दैछु कि मैले साथीहरु किन ब्लगमा लिएको भनेपछि मेरो चाहिँ खुट्टामा चोट लागेको थियो, त्यसैले यताउति भएको ब्लग पनि बनाउनु पाएन, त्यसैले मेरो ब्लग पनि आएन। लु साथी मैले त प्याज काट्न बन्द गरेँ है। हेरेन आँखाबाट आँसु भएर म त प्याजै काटिनँ, म त यसलाई मात्रै कटाएँ। अस्मिता चाहिँ मेरो साथीहरूले प्याज काट्दैछ। एक दुई शब्द भनिदियो न, के भन्नु साथी? के भन्नु छैन साथीहरु? यहाँ चाहिँ पुरा के अधुरो भयो है, लाइट बालौँ भन्दा पनि लाइट बाले पनि त्यही देख्ने क्या। त्यसैले एक दुईवटा शब्द म सोध्दै हिँड्छु, के भन्नु छ क्या मम्मीलाई? चाहिँ हाम्रो मम्मी यस्तो ब्ल्याक टी भएर बसिरहेको छ लुगामा होइन। तपाईँलाई केही भन्नु छ कि? कस्तो खुसी लाग्दैछ मैले भ्लग बनाउँदा? पत्रिकाले भरेको जतिको भन्नु पर्दैछ है साथीहरु। अनि चाहिँ म चाहिँ एकछिन बाहिर हावा खाएर आउँछु। लु साथीहरु म त किचनमा त आइपुगेँ है। हाम्रो त किचन सँगै छ त, यो किचनमा हाम्रो खाना पनि बनाउँदैन, म त कोही कोही बेला चाहिँ ग्यास नभएको बेला बनाउँछ। म चाहिँ यहाँ आगो बाल्टी टक्क लाएर मैले चाहिँ मोमोको मसला बनाउन थालेको। खोइ मान्छेले के हालेर बनाउँछ मसला त्यो त थाहा छैन। म चाहिँ यसरी मसला लगाएर बनाउँदैछु है। हर्दीहरू लगाएर बनाउनुहुँदैछ है। यहाँनिर हल्दीहरू र खुर्सानी हाल्यो, अहिले भर्खर हेर्नुभयो होला। मोमो भनेको चाहिँ घरमा जे छ त्यो सबै हालेर मिठो स्वाद आउँछ के। मुखको स्वादको लागि चाहिँ सबै लाग्दैछु म चाहिँ होइन। पहिला म पनि जस्ट मसलामा त्यो हुचिङ हाल्थेँ, के हाल्थेँ मात्रै। योपालि चाहिँ मैले पनि मसलाहरू हालेर चाहिँ बनाउनु थालेँ कि। एकपल्ट चाहिँ मैले यसरी धुलोसँग हालेर बनाएको थिएँ त साथीहरू, एकदम टेस्ट भएको छ क्या पुरा।
त्यसैले चाहिँ त्यहाँदेखि चाहिँ आदत लागेको चाहिँ यति मजाले बनाउने लु मसला चाहिँ रेडी भयो खै साथी हाम्रो किनेमा चट्ट ल्याएर तेल लगाएर यसरी बनाएमा चाहिँ राम्रो हुने होइन यसरी चाहिँ बनाउने हातले गर्न हात पोल्छ यसले चाहिँ गर्ने है मजाले मोल्यो सुँगुरको कति मिठो स्वाद आउँदैछ है हेर्नु सक्नुहुन्छ साथीहरू अहिलेबाट मिठो स्वाद आउँदैछ है नपाके पनि कति मजाको रङ हेर्नुहोस् न कति राम्रो देखेको छ कसले चाहिँ कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला मैले चाहिँ यसरी बनाउँछु अनि तपाईँहरू मेरो फोटो हेर्नु होला एकदम मिठो हुन्छ कि यसरी बनाएपछि के चट्टा लगाएर मसला पनि रेडी भइसक्यो अब मोमो बनाउन स्टार्टिङ भइसकेको छ अब म चाहिँ किमा गर्न खोज्छु यस्तो चाहिँ नदेखाएको छोपिन्छौ देखाउन साथीहरू मेरो किमा मतलब मेरो मोमोको डिजाइन नो बेला बेल्छु नि त अलिक छेउमा लिन अलिक छेउ यस्तो गर्नु कस्तो कस्तो यस्तो गर्नु होइन यस्तो यस्तो जस्तै गरेर यस्तो गर्नु नजान्नेहरूलाई सिकाउनु यस्तो गर्नु यस्तो गर्नु यस्तो गर्नु मेरो काश्मीर अब सक्नुहुन्छ हाम्रो चाहिँ अब यति नै किमा बाँकी छ त्यसको लागि चाहिँ यहाँ किमा बनिँदैछ अनि यहाँ चाहिँ बनिसकेको छ देख्न सक्नुहुन्छ हतारमा गरेर यस्तो खालि मोमोको डिजाइन बनाए तपाईँले देख्नु भएको छैन होला कहिले एन्डेरे पेन्डेरे मोमो साथीहरू अन्त यहाँ डिजाइन चाहिँ हत्तु भएर बसिसकेको छ म चाहिँ मैले बसाइसकेको छु देखाइन्छु यहाँ चाहिँ हामीले बसाएको छ मोमो हेर्नुहोस् डिजाइन पाकिसकेको छैन अहिलेसम्म है चेक गरौँ त मैले चाहेको पाकै थाहै हुँदैन देख्न सक्नुहुन्छ बनिँदैछ होइन किमा बनिँदैछ अझै मम्मीले मोमो बनाउँदै हुनुहुन्छ हेर्दै गर्नुहोस् न देख्न सक्नुहुन्छ साथी यसको मोमो चाख्नु लगाएको अन्त यो चाहिँ पाकिसकिसकेको छ पाकेर भइसक्यो खोलिनु त अस्ति आज त साथीहरू भइसकिसक्यो अझै यो चाहिँ साथीहरूलाई पेक गरेर पठाइदिनु पर्छ है पानी आउला भइसक्यो नि त यिनीहरू चाहिँ अब घर जाँदैछ राम्ररी जानु ल यिनीहरू चाहिँ यहाँ खानु पाएन यहाँ चाहिँ यो भन्छ नि पानी भर्न अरे त्यसरी चाहिँ घर जाँदैछ यहाँ चाहिँ हाम्रो चाहिँ पाक्दैछ है यो साथी यहाँ पाकिसक्यो अब चाहिँ खानु आँटेको हामी अब चाहिँ स्टार्टिङ नै खानु चाहिँ स्टार्टिङ गरौँ होला यस्तो भयो अझै थाल जुठो भएर गिलास बोटुकामा लिएर आएको थाल नभएर बोटुकामा लिएको होइन कस्तो दामी चाहिँ दामी भएको छ है आफूले बनाएको आफूलाई नै मिठो मेरो छोरीले बनाएको आज हेरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् है भन्नु साथीहरू मिठो भयो अनि राम्रो पनि भयो मेरो आजको ब्लग कस्तो लाग्यो होला त्यति खास त भयो जस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् न मेरो आजको ब्लग चाहिँ यति नै भयो साथीलाई प्रेम गरिदियो भन्दै थियो त्यो पनि पानी पर्न आएर देखलान गर्छ गइहाल्यो थियो मेरो चाहिँ यत्तिकै ब्लग आजको दिन यत्तिकै ब्लग बित्यो अन्त के बाई